अहिले भनेदेखि सायद शब्दहरू मान्छे एकदम भावमा बेलामा चाहिँ शब्दहरू कम पर्दो रहेछ र जुन परिवेशबाट हामीले राजनीति गर्यौं र जुन परिवेशबाट राजनीतिलाई एउटा उत्कर्षमा पुर्यायौं अहिले हेर्दाखेरि चाहिँ एउटा उचाइमा पुगेर कसैले चाहिँ सिसालाई तल फ्याक्यो भने झराम झुरुम भएर जस्तो हुन्छ नि। अहिले माओवादीहरूको अनुहार, क्रान्तिको अनुहार र योद्धाहरूको अनुहार र त्यस्तै एकदम टुक्रा टुक्रा क्या सग्लो कसैले पनि भेटिँदैन। चाहे त्यो हामी यहाँ बसेर गफ गरिरहेको हौँ, चाहे बाहिर हौँ, सडकमा हौँ, सदनमा हौँ, नसुकोस्। आज इच्छुक हत्याराहरू चाहिँ सदनमा छ, तिनको पार्टी सरकारमा छ। योभन्दा ठुलो चाहिँ इतिहासको विडम्बना, योभन्दा ठुलो इतिहासको चाहिँ के भन्छ नामर्दिकीपन हामी क्रान्तिकारीहरूको अगाडि चाहिँ के हुन्छ होला भनेर म सोच्दाखेरि मलाई लाग्छ कमरेड इच्छुक हामीले तपाईँको रगतमाथि न्याय गर्न सकेनौँ भन्ने लाग्छ मलाई। त्यो एउटा एक ढङ्गले अपराधबोध पनि हुन्छ मलाई, किनभने हामी जिउँदो हुँदाहुँदै हामीमा के अलिअलि चाहिँ रगत बगिरहँदाखेरि हाम्रो लागि रगत बगाउनेहरूप्रति हामीले न्याय गर्न सकेनौँ र ठिक ढङ्गले बोल्न पनि सकेनौँ हामी।